हाई एभ्रिवान, तपाईहरु के कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै सन्चो छु। सो अहिले फिलहाल म चाहिँ माइत घर आइराको छु नि त। 4-5 दिन भयो माइत घर आएको हो। यहाँ चाहिँ एकदमै नेट चल्दैन रहेछ हो, नेटवर्क पनि आउँदैन रहेछ। सो भिडियोहरु पोस्ट गर्न पाएको छुइनँ हो। यहाँनिर के कस्तो देखाउनु पनि पाएको छुइनँ। रिल्स त झन् बनाउनु नै पाएको छुइनँ हो। यहाँनिर के कस्तो हुनेछ अलिअलि देखाउने छु हो। अन्त मेरो अब नेटै चलेको छैन, सो भिडियोहरु त्यस्तो पोस्ट गर्नु पाउँदिनँ मैले हो। तर पनि अब कोही बेला पोस्ट गरेको बेला यसरी हेर्दिनु होला है। अन्त हेरेर लाइक शेयर र कमेन्ट गरिदिनु होला। अनि मलाई फलो पनि गरिदिनु होला है। फलो गर्नु चाहिँ नभुलिनु होला है। कालो बादल पुरै भइरहेको छ हो, पानी आउन आँटेको छ है, पुरै ढाकिरहेको छ। पानी थोपा थोपा त चुन्दैछ। यहाँनिर पुरा सुपारीको बोटहरु छ। हाम्रोतिर चाहिँ अलिक गरमै हुन्छ नि त, यो चाहिँ गरमै एरिया हो नि त। पुरा अलिकति हैन, पुरा नै गरम हुन्छ। त्यही भएर सुपारीहरुकै गाछहरु यतातिर पनि छ है, देख्नुहुँदै होला है। यतातिर पनि छ हो, यहाँतिर पनि छ। हाम्रोमा पनि रोपेको छ, 2-3 वटा छ, बेसी छैन हाम्रोमा चाहिँ हो। पानी आउनु पनि थाल्यो। सो यहाँनिर के कस्तो हुन्छ म तपाईलाई देखाउने छु है। भन्दै नभन्दै साथीहरु पानी आयो, हेर्नुस्। पानी परेर बल्ल रह्यो। अन्त यहाँ हाम्रो सुँगुर देखाउँछु तपाईहरुलाई। 4टा सुँगुर छ, मसिनो मसिनै छ। भर्खर 1 महिना भयो रे ल्याएको चाहिँ, खानुमा व्यस्त छ। मैले यहाँबाट बारीबाट टिपेर हाल्दै थिएँ कि कुनी के हो घाँस हो कुनी, आमाले खान्छ भने थियो। अन्त त्यो हाल्दिएको थिएँ, मजाले खाँदैछ। हाम्रो चाहिँ बाख्रा पनि छ। यो खसी, यो पनि खसी, व्हाइट खसी। यो चाहिँ म हुन आँटेको छ। मम टुबी हो यो, मम टुबी है। मम टुबी सिङ देउ गसस। सुँगुरको लागि यो दुधमा नै घरमै लगाउनु भएको छ। अब गाउँ बस्तीमा यस्तै हुन्छ कन्टेन्टहरु है। अब मैले कन्टेन्टहरु कस्तो ल्याउँदै छु, अब राम्रो छ कि छैन त्यो त मलाई थाहा छैन। अब त्यो त तपाईहरुले भनिदिनुस् होला। सो अब यति नै हो। यो भिडियोलाई यही एन्ड गर्दछु। जति जनाले पनि मेरो भिडियो हेर्दिनु हुँदैछ प्लिज लाइक गरिदिनुस् होला, अनि कमेन्ट गरिदिनु होला। मलाई फलो चाहिँ गर्नु प्लिज नबिर्सिनु होला है। सो टिल देन अब अर्को भिडियोमा भेटौँ ल। बाई बाई।